बोका हैन गाइस बोका इस यता छ बोका भन्ला जस्तो गयो नि अब त हैन। हेलो विपुल बहुत अच्छा लड़का है। हां मैं बहुत अच्छा लड़का हूं। ओहो ये सरी दूध पनि निक्लिन छ यो तो बल पर कुछ क्या गाडीहरु सन्दकपुरमा फगी र गाडी चाहिँ एकदमै धेरै छ हो। हेलो गुड मर्निङ गाइस, सबजना ठिकै हुनुहुन्छ होला है? म पनि एकदमै ठिकठाक छु है, बढिया। आई एम भेरी गुड। तुमलिङको वेदर चाहिँ एकदमै खराब भएको सूचना छ है गाइस हैन, एकदमै देख्न सक्नुहुन्छ एकदमै खराब वेदर के हो यस्तो गाइस हियर। अल्सो त हाम्रो बोका हैन गाइस बोका इस यता छ बोका भन्ला जस्तो गयो नि अब त हैन। यो चाहिँ हो हाम्रो ल्यान्ड रोभर, ब्रिटिसको पालो गाडी हैन, ल्यान्ड रोभर। वाओ अति सुन्दर यार, बढी सुन्दर, अति सुन्दर रहेछ हैन। मेरो गेस्ट चाहिँ गाइस ऊ माथि छ, यहाँ माथि छ कि यहाँनिर ऊ माथि एक दुईजना देख्नुहुन्छ होला है, त्यहाँनिर छ कि। यो चाहिँ मेरो गेस्ट हो हैन, जाउँ अब त्यहाँ मेरो गेस्ट भएकोमा है, भेटौँ न मेरो गेस्टलाई। के गर्दैको तिमी भाइ भन्नु नभएको मेरो गेस्टहरूलाई फेरि। यो चाहिँ हाम्रो तुमलिङको चाहिँ नेपाल साइड हो गाइस है, नेपाल साइडमा चाहिँ यस्तो नजारा छ है तुमलिङबाट। यो रोड हाम्रो सन्दकपू जाने हो, अनि गाडी चाहिँ मैले यता राखेँ होइन। तपाईँहरूलाई देखाउँछु मैले तुमलिङको एकदमै यस्तो खालको नजारा छ है। यो पनि नेपालपट्टि नै भन्छ, यो हो ग्रिन हिल लज है। वेदर खराब छ गाइस, म के गर्नु अब। म यसलाई पङ्खा लगाएर उडाइदिउँ गाइस, उडाउँदैछु। म त एकदम खतरा मान्छे हो कि। ल्यान्ड रोभर चाहिँ यहाँनिर, यो पनि ल्यान्ड रोभरै हो। फेरि ल्यान्ड रोभर नदेखेको जस्तो गऱ्यो भन्छ होला मलाई, फेरि देखाइदिएको हो छ्या। अब गाइस कस्तो थट हाम्रो यो तुमलिङ मोनेस्ट्री दादा देख्न सक्नुहुन्छ है। यो चाहिँ हाम्रो गेस्टहरू हो, घूमना सा मोनेस्ट्री। अच्छे से घूमिए सर जी? हाँ मैं विपुल, आई एम विपुल छेत्री फ्रॉम माने मंजंग विपुल ब्लॉग्स एंटरटेनमेंट। हेलो बोल दीजिए। हेलो विपुल बहुत अच्छा लड़का है। हाँ मैं बहुत अच्छा लड़का हूँ। अच्छे से घूम लिए इधर। हाँ 10 चक्कर घूम लीजिए। अहिले चाहिँ हाम्रो गैरीबासमा चाहिँ यतिको छ फगी हैन गाइस। अब म चाहिँ यहाँ इन्ट्री गर्न जाँदैछु हो। हाम्रो गैरीबासी कस्तो फगी छ, यहाँ गाडीहरू देखेको छैन हो, माइनर हो यतिको फगी त हैन। हाम्रो यो चेकपोस्ट यहाँनिर इन्ट्री गर्नुपर्छ अब। ओके गाइस है, हाम्रो चाहिँ अहिले पिच रोड चाहिँ सकिसक्यो र अहिले अफ रोडिङ स्टार्ट हो। हामी दुईवटा गाडी छु, पछाडि एउटा आउँदैछ, कहाँबाट त्यसो एकछिन अब अफ रोडिङ स्टार्ट भएको है। पिच बाटो सक्यो है गाइस। हामी कालापोखरी आइपुग्यौँ होइन। अब एकछिन चाहिँ यहाँ इन्ट्री गर्नु बसिरहेको छ गेस्टहरू है, अनि इन्ट्री गरेर यता घुम्दैछ हो। यो पोखरी हेर्दैछ नि त यार, मेरो मुख के भएको यार, पडिँदैछ त। ल्यान्ड रोभर देख्न सक्नुहुन्छ एकदमै सडक्क परेको है। ल्यान्ड रोभर यो कालापोखरीको चाहिँ पोखरी नै हो, कालापोखरी चाहिँ यसको नाम हो है, देख्न सक्नुहुन्छ है। अब चाहिँ हामी सन्दकपू पुग्नु लाग्यो है गाइस। उनीहरू चाहिँ बाथरुम जाँदैछ हो, बाथरुम होइन जङ्गल रुम हो क्या यता चाहिँ एकदम। हामी चाहिँ सन्दकपू पुग्नु लाग्यौँ है गाइस, र अब चाहिँ अहिले चाहिँ हामी चत्तुबारी भन्ने जग्गामा छौँ है। अनि मेरो गेस्टहरू चाहिँ हिँड्ने अरे नि त 5 मिनट अलिक माथिसम्म हो। ठिकै छ, म पनि हल्का एकछिन बसेको हो। यस्तो छ हाम्रो यताको वेदर चाहिँ एकदम अन्धकार धुम्म लागिरहेको छ है। अब भोलि बिहान चाहिँ टक्कसँगले कञ्चनजङ्घा चाहिँ हेर्नु पाउँछ होला सायद हो। जङ्गलघारी दामी छ यता हुँदा चाहिँ। जे भए पनि गुराँस चाहिँ अझै यहाँको चाहिँ सुकेको छैन हो, झरेको छैन, अलिकति छ गुराँस।
सन्दकफू 0 लास्ट हो यो ठाडो यो चाहिँ यस्तो ठाडो छ है गाइस हाम्रो कस्तो बल पर कुछ क्या गाडीहरु यो चाहिँ हाम्रो सन्दकफू जाने बाटो हो है र चाहिँ अस्तिको पालि पहिरो गएको पानी पर्दाखेरि हैन बाटै छैन गाइस हेर्न सक्नुहुन्छ है त तपाईहरुले हो यस्तो डेन्जर पहिरो भइरहेको छ यहाँ चाहिँ अब यहाँ चाहिँ मान्छे हिँड्ने रोड मात्रै रहेछ हेलो गुड मर्निङ गाइस है आज चाहिँ हाम्रो सन्दकफू नेक्स्ट डे र आज चाहिँ वेदर पनि एकदमै खराब छ है अन्त म पनि अब यतिकै गाडी स्टार्ट गरेर बसिरहेको छु बिहान हैन चिसोमा अलिक टाइम लाग्छ गाडी अब तात्तिनु हो अरू गाडीहरु यतातिर छ उपरतिर हो उनीहरु पनि स्टार्टै गर्दैछ यो चाहिँ हो सनराइज होटल यस्तो छ वेदर चाहिँ हाम्रो यताको आज हाम्रो दाइ चाहिँ अन्त हो दा गुड मर्निङ मर्निङ के चल्दैछ त हाल खबर चलेको छैन भाइ भन्दा है भ्लग गर्नु सक्छ नि हैट म त भ्लगर हो नि 3-4 वर्ष भइसक्यो 50K फलोवर्स हुनु आँटेको छ है अन्त के कुछ भन्नु चाहनुहुन्छ मेरो दा जान्दिनँ भाइ मेरो उहाँ बोल्नै मन छैन किन ए इङ्ग्लाको मान्छे बोल्नु मन छ आज सकिगयो नि गाइस अब के गर्नु अब इङ्ग्लाको नसलाई हिजो त अर्को आयो त उ उहिले इङ्ग्लाको चलाउनु खोज्छ के गर्नु ओ इङ्ग्लाको पिपल्स यता आउ न सन्दकफूमा फगी र गाडी चाहिँ एकदमै धेरै छ हो आज चाहिँ गाडीको पुरा भिड छ हो माने भन्ज्याङमा चाहिँ सायद गाडी चाहिँ छैन होला क्या सबै गाडी पुरा यता छ नि त सन्दकफू आएर छ यताको गाडीहरू गइसक्यो होला सायद जाडो भयो गाडी जाडो भयो यस्तो चिसो छ क्या आज यहाँ तिनवटा हो उतापट्टि कम्पाउन्डमा चाहिँ सबै गाडी होला ओके गाइस म चाहिँ अहिले घर आइपुगिसकेँ है म चाहिँ नि माथिल्लो घर जाँदैछु होइन यो अनि देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो नयाँ बनिँदै गरेको हो नि त घर हाम्रो गाउँघर चाहिँ यस्तै छ अन्त अब यस्तै छ गाइस जिन्दगी नमस्ते ढोकिदिया तिम्रो हेराइले मेरो धड्कन रोकिदिया होइन हाम्रो चाहिँ यो गाउँमा चाहिँ दुईवटा मात्रै घर हो एकदमै हाम्रो चाहिँ डाँडामा पर्छ होइन अनि एउटा बाजेको घर र हाम्रो घर हो अनि यता चाहिँ भन्नुहुन्छ भने पहिरो छ ठुलो पहिरो छ यहाँबाट चाहिँ हो हामी चाहिँ पहिरोको टुप्पोमा बस्छ नि त त्यस्तै हो है के भन्नु र अब मेरो भन्नु केही छैन अब्बुई गाइस डर लाग्यो माइ लर्ड अघि मैले यो बालिरहेको गाइस यो बल्दै रहेछ अझै हो ओए कान्छी कता हिँडेको हेर्दै त हलो भन्दै गाइसलाई ओ मेरो गाइस हलो भन्दैन ओ गाइस मेरो गाइस हलो भन्दैन मेरो गाइस अहिले म तेरो दुध दिन्छु ल ओहो यसरी दुध पनि निक्लिँदैछ यो ला के भएको यो रिसाको तँ रिसाको मैले गाई यार ओ गाई तँ रिसाको दुध दुयो भनेर 2 दिन चाहिँ त के गर्छ सधैँ ला तेरो दुध फाल्दै मैले तेरो दुध फाल्दै अब नरिसा सिधा उ त
ओके गाइस है अब आजको ब्लग यति नै र अब कतिवटा कुरा है मिस्टेक भयो होला होइन गल्ती भयो होला एकदम सरी होइन अब त्यो हल्का इन्टरटेन गर्नु खोजेको मात्र हो मैले चाहिँ होइन तर त्यहाँ इन्टरटेनमेन्ट चाहिँ भयो कि भएन है त्यो चाहिँ मलाई थाहा भएन अब म के भन्नु सक्दिनँ होइन गाइस थ्याङ्क यू फर वाचिङ होइन अब सपोर्ट गरिदिनु होला यसरी नै मलाई विपुल बक्स इन्टरटेनमेन्ट होइन अब के गर्नु अब यस्तै हो जिन्दगी लन्ड्याङ भन्ला नभएको है ओके गाइस बाई बाई थ्याङ्क यू फर वाचिङ नेक्स्ट भिडियो भेटौँ है त